अफ्रिका एउटा यस्तो महादेश जहाँ प्राकृतिक स्रोतहरूको अपार भण्डार छ, तर लामो समयदेखि यसको माटोमा गरिबी, उपनिवेशवादको छाप र अस्थिरताको पीडा छ। आज हामी पश्चिमी अफ्रिकाको एउटा सानो देश बुर्किना फासो र यसका असाधारण युवा नेता क्याप्टेन इब्राहिम ट्राउरेको कथामा केन्द्रित छौँ। केवल 34 वर्षको उमेरमा सन् 2022मा उनले देशको सत्ताको बागडोर सम्हाले। तर यो उदय कुनै सुनौलो अवसरले प्राप्त भएको होइन, बरु देशमा फैलिएको गहिरो सङ्कटको परिणाम थियो। बुर्किना फासोको नामको अर्थ हो इमान्दार मानिसहरूको देश। तर केही वर्ष यता यो देश आतंकवादी आक्रमण, राजनैतिक अस्थिरता र लाखौं आन्तरिक विस्थापितको देश बनिरहेको छ। यो विकराल समस्यालाई समाधान गर्न एक युवा क्याप्टेन कसरी अगाडि आए, आउनुहोस् आज हामी कुनै इब्राहिम ट्राउरेको पृष्ठभूमि, सत्ता पलटको कारण र उनको भविष्यको एजेन्डा बारे गहिराईमा केलाउने प्रयास गर्नेछौँ। तपाईहरूलाई आजको श्रृङ्खला कस्तो लाग्छ? भिडियोलाई अन्तिमसम्म हेरिसकेपछि आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। 1988मा बन्डुक्युमा जन्मिएका ट्राउरेले विश्वविद्यालयमा भूगर्भशास्त्र अध्ययन गरे पनि झुकाव राष्ट्र सेवातिर नै रह्यो। सन् 2010मा सेनामा प्रवेश गरेपछि उनले कठोर प्रशिक्षण र अनुशासनको पालना गरे। उनको जीवनको टर्निङ पोइन्ट आयो जब उनलाई बुर्किना फासोको उत्तरी क्षेत्र, जुन आतंककारीहरूको मुख्य केन्द्र थियो, त्यहाँ खटाइयो। ट्राउरेले त्यहाँ केवल बन्दुक चलाउने काम मात्र गरेनन्, बरु उनले सिपाहीहरूको गिर्दो मनोबल, स्रोत साधनको अभाव र सरकारी अक्षमतालाई नजिकबाट निहाले। उदाहरणका लागि उत्तरी क्षेत्रमा तैनात सैनिकहरूले लडाईँको अग्र मोर्चामा पनि लत्ता कपडा, खाना र हतियारको अभाव झेलिरहेका थिए। उनीहरूले आफ्नो ज्यान जोखिममा पार्दा पनि सरकारबाट पर्याप्त साथ पाएका थिएनन्। यी अनुभवहरूले उनलाई बुझायो शत्रु बाहिर होइन, भित्र पनि छ। यो राजनीतिक अक्षमता र भ्रष्टाचारको रूपमा रहिरहेको छ। त्यसैले उनले आफ्ना केही युवा सहकर्मी सैनिकहरूसँग मिलेर परिवर्तनको लागि आन्तरिक तयारी सुरु गरे। ट्राउरेको सत्तामा उदयको कथा बुझ्नको लागि हामीले त्यसअघिको अस्थिरता बुझ्नुपर्छ। जनवरी 2022मा लेफ्टिनेन्ट कर्नेल पल हेनरी दामिबाले पनि यस्तै सुरक्षा विफलताको नाममा नागरिक सरकारलाई सत्ता पलट गरेर हटाएका थिए। तर दामिबाको सरकार आफै पनि 8 महिना भन्दा बढी टिक्न सकेन। के भएको थियो दामिबाको पालामा? दामिबाले सुरक्षा सुधार गर्ने बाचा गरे पनि उत्तरी र पूर्वी क्षेत्रमा आतंककारी हमलाहरू रोकिएनन्। लाखौं नागरिकहरू आन्तरिक रूपमा विस्थापित भइसकेका थिए। यो निराशा र आक्रोशको उत्कर्षमा सेप्टेम्बर 30, 2022मा क्याप्टेन ट्राउरेको नेतृत्वमा एक समूहले दामिबालाई हटाउने घोषणा गर्यो। यो सत्ता पलटलाई बुर्किना फासोमा वर्षभित्रको दोस्रो coup मानिन्छ, जसले देशको गम्भीर सङ्कटलाई दर्शाउँछ। सत्ता पलटको घोषणापछि जब ट्राउरे सार्वजनिक रूपमा देखा परे, उनको सादा सैनिक पोसाक, आत्मविश्वासपूर्ण अभिव्यक्ति र राष्ट्रवादी नाराले निराश युवाहरूको मन जित्यो। उनले स्पष्ट रूपमा भने कि हामी सत्ताको लागि होइन, देशको सुरक्षाका लागि आएका हौँ। राष्ट्रपति बनेपछि इब्राहिम ट्राउरेले दुईवटा मुख्य मुद्दालाई आफ्नो राजनैतिक दर्शनको केन्द्रमा राखेका छन्। उनको सबैभन्दा ठुलो चुनौती भनेको आतंककारी नियन्त्रण गर्नु हो। उनले सेना र स्वयंसेवी बललाई सशक्त बनाउनमा ध्यान केन्द्रित गरेका छन्। उनले कूटनीतिक रूपमा पनि बुर्किना फासोको हित पहिला भन्ने नीति लिएका छन्। इब्राहिम ट्राउरेलाई अफ्रिकाको नयाँ क्रान्तिकारी नेताको रूपमा हेरिन्छ, जो पश्चिमा प्रभावलाई अस्वीकार गर्दछन्। उनले स्पष्ट रूपमा फ्रान्ससँगको सैन्य सम्झौता अन्त्य गरेर फ्रान्सेली सेनालाई देश छोड्न लगाए। त्यसको बदलामा उनले रसियासँग सुरक्षा र सैन्य उपकरणको सहयोगको लागि ढोका खोलेका छन्, जसले भू-राजनीतिमा नयाँ समीकरण सिर्जना भएको छ। यो कदमलाई धेरैले अफ्रिकी राष्ट्रवादको पुनर्जागरणको रूपमा व्याख्या गरेका छन्। यद्यपि उनको नेतृत्वमाथि संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले संवैधानिक शासनको पुनर्बहालीको लागि दबाब दिइरहेका छन्। इब्राहिम ट्राउरेको अगाडि चुनौतीका अग्ला अग्ला पहाडहरू छन्। के उनी तोकिएको सीमाभित्र साँच्चै सुरक्षा स्थिति सुधार गर्न सक्छन्? सैन्य सरकारले राजनैतिक समाधानलाई कसरी अगाडि बढाउँछ? बढ्दो गरिबी र मानवीय सङ्कटलाई कसरी सम्बोधन गर्छन्? क्याप्टेन ट्राउरे आज बुर्किना फासोका लागि आशाको अन्तिम किरण हुन्, तर उनको क्रान्तिकारी बाटो जोखिमले भरिएको छ।
उनी आफ्नो देशको युवा शक्तिको आवाज बनेका छन् र पुरानो राजनैतिक व्यवस्थालाई चुनौती दिने प्रतीक बनेका छन्। अब सबैको नजर उनको कदममा छ। के यो युवा कप्तानले बुर्किना फासोलाई एउटा शान्त र समृद्ध भविष्य दिन सक्लान्, वा उनको कथा पनि अफ्रिकाका अन्य धेरै सैन्य नेताहरूको जस्तै अल्पकालीन हुनेछ? यो महत्त्वपूर्ण प्रश्नको जवाब भविष्यको गर्भमा छ। तपाईहरूलाई आजको प्रस्तुति कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब त पक्कै पनि गर्नु नै हुनेछ भन्दै हामी भने आजको श्रृङ्खलाबाट बिदा हुन्छौँ। हस्त नमस्ते।